स्वर्ग भन्छ नि स्वर्ग सनसेट हुँदाखेरि टक्क त्यो घामको सबै उहरू चाहिँ यता परेर चाहिँ अब हेलो शुभरात्रि सबैजनालाई शुभरात्रि फ्रम कहाँबाट गेस कहाँबाट हो यस्तो ठाउँ गेस गर्नु है त गाइस वे ओइ के रे यो ठाउँको नाम यो चाहिँ नगरकोटमा रहेको के रे प्यानारोमा कि के रे प्यानारोमिक हिडन भ्यू पोइन्ट हो यहाँबाट चाहिँ प्राङ्गोले यहाँबाट चाहिँ टक्क सनसेट हुँदाखेरि टक्क त्यो घामको सबै उहरू चाहिँ यता परेर चाहिँ अब यस्तो दामी भ्यू देखिरहेछ यहाँबाट ओए स्वर्ग 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 भन्छ नि स्वर्ग टक्क देखिरहेछ यहाँबाट चाहिँ अब गयो भने पुरा हिमालै हिमाल ए पुरै उताबाट काटेकै निस्किन्छ यो भाइले चाहिँ अब भिडियो बनाउन ढिला भइसक्यो अरे ल सो अब सनसेट चाहिँ अब लगभग सकिसक्यो यो चाहिँ अब सनसेट चाहिँ अब सनसेट हेर्ने भने चाहिँ अब माथि अर्को डाँडा छ त्यहाँ माथिबाट चाहिँ पुरै सनसेट देखिन्छ ठ्याक्कै त्यहाँको लाइट आएर चाहिँ यहाँ यस्तो बबाल देखिने हो कि टक्क त्यहाँ सनसेटको लाइट यता आएपछि चाहिँ बल्ल यस्तो देखिने हो यहाँबाट तलतिर चाहिँ बालुवापाटी अब के छ सबै झन् यहाँबाट त्यो बादलहरू हुँदा चाहिँ बबाल देखिन्छ क्या जब मर्निङ भ्यू यहाँ आएर हेऱ्यो भने चाहिँ बेस्ट हो मर्निङ भ्यू होइन सनराइज पनि बबाल देखिन्छ यहाँ माथितिर चाहिँ होटेलहरू छ यहाँ माथितिर चाहिँ होटेलहरू पनि छ होइन उतातिर चाहिँ मिस्टिक माउन्टेन छ सो यही हो हाम्रो आजको चाहिँ अब छोटो मिठो भ्लग के अरे प्यानारोमा कि के थियो प्यानारोमिक भ्यू पोइन्ट हिडन भ्यू पोइन्ट है यो चाहिँ सो खैरेहरू चाहिँ धेरै आएर हुन्छ यो ठाउँबाट अब हाम्रो चाहिँ अब यहाँ भ्यू पनि सकिसक्यो अब हामी चाहिँ घर फर्किनु पर्ने हुन्छ यहाँ मोबाइलमा धेरै चार्ज पनि छैन ल आजको लागि चाहिँ यति नै भिडियो बनाउने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सेयर गर्न चाहिँ नबिर्सनु ल अझ भन्न अझ ऊ भाइले भने अनुसार मैले अघि पनि भनिसकेँ अब बिहान आएर चाहिँ हेऱ्यो भने चाहिँ यो ठाउँमा बबाल देखिन्छ उयो पुरै खैरे पनि दौडिँदै आएर छ सनराइजै सनसेटै सकिसक्यो खैरे हो त्यतिजना गफ लागिदिएका ल अब हामी चाहिँ जानुपर्ने हुन्छ बिचरा खैरे अभागी अब भोलि बिहान आउँछ ऊ चाहिँ अब बिचरा अब हेर्नै पाएन है ल आजको लागि चाहिँ यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला लभ यु गाइज